छ खबर तपाईँहरूको? मेरो पनि एकदम सन्चै छ भन्नुपर्छ। फाइनली आज चाहिँ निस्किसकेको भन्नुपर्छ हामी। आजको यात्रा चाहिँ एकदम बगालै हुनेवाला छ। आजको राइड होइन, आजको नयाँ प्लेस होइन, थाहा त छैन ठाउँ कस्तो छ, तर अब देखे अनुसार सुने अनुसार चाहिँ एकदम बगाल नै हुनेवाला छ। सो के छ कस्तो छ, हल्ली चल्ली जाडो निकै बढेको छ काठमाडौँतिर। सो अब केटाहरू चाहिँ पर बसिरहेको छ चुतेपाटी, म चाहिँ निस्किसकेको यहाँबाट बसिरहेको छ होइन। आम्मा हाफ पन्जा लाएको त लास्टै चिसो हुन्छ कि के हो, फुल पन्जा लाएर आउँदैछु है बिजोग भयो नि त। अनि यस्तो पाराले त यार आम्मा पुरा कटिने थाल्यो। त्यहाँमाथि झन् चिसो छ होला। जोमा चाहिँ सिन्धुपाल्चोक त भन्छ त, मेलम्ची सिन्धुपाल्चोकतिर लागेको होइन। अब त्यहाँको कुन ठाउँ भनेर चाहिँ भिडियोमै फुल हेर्नु हो भने चाहिँ ठिकै छ, पाउनुहुन्छ होइन। अब भिडियो फुल हेर्नु भएन भने चाहिँ गाह्रो छ। सो भिडियोलाई चाहिँ लास्टसम्म हेर्नु होला। आमा म लास्टै चिसो रहेछ है, टेस्ट गर्दा लाग्छु तर हात त बिजोग हुने रहेछ त नि, जिउ पो काट्नु थाल्यो त यार, बाफ्रे बाफ। त्यो केटाहरू चाहिँ कता बसेको छ भनेर चाहिँ कता चाहिँ छ यिनीहरू। चुतेपाटी चोक ओ के छ त? एक्लै हो नि, छैन जोडी? नाम म छिटो कुदाउँछु फेरि। यता मूल पानीबाट जाउँ है। हो त्यो मूल पानीमा मेरो काम छ क्या, त्यहाँ मोबाइल लिनुपर्ने छ क्या। अर्को लाउने हो चस्मा, ढ्याप्पवाला चस्मा क्या, त्यो मैले लाउँछु नि सधैँ। अब मारेको छ त लुसले त यार। तेल हालौँ यार, तेल हालेको म हालेर आउँछु। केटाहरूलाई भेटिसक्यो, अब तेल चाहिँ हाल्नुपर्ने हुन्छ। अब म अरू ठाउँ त लाउँदिनँ। मान्छे गाली राख्नु पर्यो। ला हौ पाँच सयको हालिदिनु न। केटाहरू त खतरा रन्किने थाल्यो यस्तो जाडोमा पनि। आमामामामामामामा के को दोष हो नि, भगवान भनेको जस्तै भयो त यार। लास्टै जाडो छ। मैले चाहिँ दाइलाई नि भेटेर चक्कर लाएर मोबाइल सोबाइल पनि दिइसक्यो है। सो अहिले चाहिँ हामी यो ठ्याक्कै कता भन्छ भने यसलाई कागेश्वरी मनोहरा कि के भन्छ है, त्यही ठाउँमा छौँ। सो मैले चाहिँ खाजा नि खाएको छुइनँ, केटाहरूले चाहिँ खाए जस्तो लागिरहेछ। सो अब चाहिँ हामी टक्क के भन्छ साँकु, हामी साँकु बाटो हुँदै जानुपर्ने हुन्छ। साँकुतिर नै पुग्छौँ।
जर्सिङ पौवा भन्ने ठाउँमा छौँ रहेछौँ। यहाँबाट चाहिँ हिमालहरू यस्तो बवाल देखिन्छ कि हल्का जुम गर्दा बवाल देखिँदैछ कि मौसमहरू यतालाई हेरौँ न यता तल्लोपट्टि चाहिँ कस्तो बवाल देख्यो भने हजुर जुगल हिमाल र आमायाङी देखिन्छ अरे क्या त्यहाँबाट हामी चाहिँ अब के कहाँ अब साखु कटेर ए साखुमा पछाडि हो नि साथी हो साखु कटेर हामी शङ्करापुर कट्दै हामी जर्सिङ पोगोमा छौँ अहिले त्यसपछि अब हाम्रो राइड कता मेलम्चीतिरको छ मेलम्ची अब लेसी अब आउने चाहिँ मेलम्ची हो फोटोहरू हेर्दै गर्नु होला भिडियोलाई कन्टिन्यू गर्नु होला भन्दिनँ एउटा प्लान ल सो लेट्स गो मेलम्ची है त ल यो बाटोमा चाहिँ यस्तो हुँदो रहेछ है यस्तो हुँदो रहेछ त नि गाह्रो हुँदैन त बाटो सानो रहेछ तर ठिक छ कतिवटा हो 2टा 3टा अगाडि 4टा कतिवटा छ यस्तो गाडीहरू मजा तैरिका कटे हो बाइक चाहिँ फाइनली के हो यस्तो यार गाह्रो बनाउने रहेछ त यतिको बाटो भयो भने बवाल हुन्छ नि यार मजा आउँछ नि के पिच रहेछ त फेरि के गर्ने त अब यहाँ पो तनाव बनायो त यार गाह्रो छ हौ पर्छ नि टिपरहरूलाई गाह्रो हुँदैन मर्दैन त कस्तो चिप्लेको यार यता गयो भने त सक्यो त नि हेर्नु नि यहाँ टायर चिप्लेको कस्तो चिप्ल्यो भने गाह्रो रहेछ त होइन त
आयो यार डेन्जर रहेछ त यता त वेलकम टु मेलम्ची नगरपालिका वडा नम्बर 13 रहेछ मेलम्ची अब चाहिँ फाइनली प्रवेश गरिसक्यो है त्यतापट्टिको 13 अझै यहाँ 13 यहाँ 12 होइन ल यस्तो त यार के हो यस्तो अहिले चाहिँ हामी माथि डाँडामा जानु लाग्यो अनि यताबाट घुमेर जान्छ भनेर मैले देख्नु चाहिँ देखेको थिएँ होइन फेरि उतै पुऱ्याउनेको बाटो थाहा छैन सो म चाहिँ कस्तो देखिरहेको छु मलाई थाहा छैन केटाहरूले माथि नै पुऱ्याए त सो यो ठाउँ चाहिँ यस्तो बवाल रहेछ कि आमामामामा है जस 3-4 महिना अगाडिदेखि नै दाइले यो ठाउँ जानुपर्छ है जानुपर्छ भन्दै तर हेर्नु म आउँछु आज चाहिँ फाइनली आइपुगेको छौँ टक्क लाएर यो भ्यू हाम्रो हिमालहरू भयो यस्तो बवाल देखिरहेको छ कि के भन्ने यार टोयलेटको पनि व्यवस्था रहेछ ठाउँमा होइन मेन चाहिँ हिमाल क्या म जहीँ जान्छु हिमाल चाहिँ देखेकै हुन्छ भने यस्तो दामी हिमालहरू देखिरहेको छ कि है तेरिका अझ यो झन्डाहरू हेर्नु न यस्तो दामी देखिरहेछ यहाँदेखि उता पनि अझै बवाल छ है हामीले खानेकुरा नि के लिएन केटा हो मसँग छ सेतो चस्मा एउटा सेतो चस्मा पनि छ अघि दिनु पर्दैन किन भन्नु पर्दैन त अनि हेलमेटको सिसा छ अनि लगाइरहेछ ए काले काले यति भनी आइज न भने क्यामेरैबाट बनाउँछु है तेरिका यो भ्यू हेरौँ न सो लुक एट दिस आम्मामाम के भन्ने हो यार है यस्तो बवाल देखिरहेछ यस्तो बवाल देखिरहेछ अझ यहाँदेखि ओह्रालो यस्तो झन् दामी देखिन्छ कि आम्मामा यो हेरौँ न यो ओह्रालो है 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 अलि तल जाउँ है अलि तलदेखि यता माथिको भ्यू एकचोटि हेरौँ अब यता परतिर त अब जानै बाँकी छ त्यसै बवाल नै छ होइन परसम्म रहेछ यो ठाउँ हेर्नुहोस् ए हे हे मारेको छैन त नि यो ठाउँले ओ एकदम शान्त के हो यो स्याउहरूको बोट हो कि के को बोट हो है परतिर मान्छेहरू नि रहेछ यहाँ परै र ठिक छ बदाम ल्याउनु पर्छ यार 1-2 कुरा बदाम चौरमा बाहिर मच्चो भन्छ नि त माथि पसल ए उयो के को भन्नु पसल त अब पर मात्र छ त फेरि सो अब चाहिँ हामी टक्क लाएर म्युजिकमा दामी के भन्छ यो ठाउँको भ्यूको मजा गर्नु है त ल लेट्स गो
सो अहिले चाहिँ कस्तो हो भने हामी यहाँ फोटोसोटो यहाँ दृश्यहरू पनि देख्न सक्नुहुन्छ फोटोसोटो सबै खिचिसक्यो होइन अनि फोटोसोटो सबै खिचिसकेपछि चाहिँ कस्तो हो भने मेरो अर्को मोबाइलमा चार्ज सकियो चार्ज सकिसकेपछि चाहिँ अब क्यामेरा मात्र चार्ज छ अनि बाइक चाहिँ म नकुदाउनु पऱ्यो म पछाडि बस्ने परेको हो नि त त्यही भएर अब चाहिँ हामी चाहिँ निस्किनु लाग्यो खाजासाजा के खाएको छैन अनि यहाँ वरपर केही छैन रहेछ क्या फेरि घरहरू पनि छैन यहाँ देख्नु सक्नुहुन्छ है भ्यू त बब्बाल छ फेरि यहाँ चाहिँ अलिकति के चाहिँ समस्या रहेछ भन्दाखेरि तपाईँको के भन्छ पसल चाहिँ अलिकति नजिक रहेन रहेछ कि हामीलाई थाहा भएन कि यहाँ वरिपरि घर पनि खासै छैन अनि घरहरू नभएपछि थाहा नि भएन क्या अब कतापट्टि के छ कसो छ भने हामी पनि फर्स्ट टाइम आएको तर कसै आउँदै हुनुहुन्छ भने होइन अलिकति अब खाजासाजा के खानासाना चिप्स बोकेर आउनु होला अलि तल पुगेपछि तलतिर त्यो त छँदैछ त्यसै पनि सो त्यही नै हो अब चाहिँ हामी निस्किनु लाग्यो टक्क है यस्तै छ है ल हाम्रो केटाहरू है के भनिदेऊ न त ल हाम्रो हाम्रो गुफा डाँडा चाहिँ यही हो देखिसक्नु भइसक्यो तपाईँले हाम्रो गुफा डाँडाको भ्यू तपाईँहरू आउनुहुन्छ भने र आउन चाहने भएदेखि यो भिडियोमा कमेन्ट हाल्नु होला तपाईँलाई आउँदाखेरि केही खानालाई ल्याउनुहुन्छ भने चाहिँ खाना चाहनुहुन्छ भने तलैबाट आउनु होला यहाँ खाने बस्ने कुनै व्यवस्था छैन भन्दै आजको भिडियो चाहिँ हाम्रो यति नै बाँकी फिलिप्सहरूबाट त्यही नै हो है त ल अरू त के नै छैन अब हेर्छौँ खाजा खाने ठाउँ नै छैन कि यहाँ कता छ अब त्यो खोज्नुपर्ने हुन्छ त्यस्तै नै छ है त ल